नेपालको चितवन जिल्ला हुँदै बग्ने राप्ती नदी केवल जलस्रोत मात्र होइन, प्राकृतिक सौन्दर्य, जैविक विविधता र पर्यटकीय आकर्षणको केन्द्रबिन्दु पनि हो। यो नदीले चितवन राष्ट्रिय निकुञ्जको उत्तरी सिमाना निर्धारण गर्छ। अन्ततः यो नदी नारायणी नदीमा पुगेर मिसिन्छ। यसको नदी बेसिनले ताजा पानीको स्रोत मात्र प्रदान गर्दैन, यो जैविक दृष्टिकोणले पनि अत्यन्त समृद्ध छ। राप्ती नदी चितवन घुम्न आउने पर्यटकहरूका लागि एक अद्वितीय गन्तव्य हो। यस नदीको किनारमा सूर्यको उदय र अस्त हुने दृश्य हेर्न हजारौं पर्यटकहरू दैनिक भेला हुन्छन्। बिहान सबेरै सूर्यको पहिलो किरणले नदीलाई सुनौलो रङमा रङ्गाउँदा अनि साँझमा सुनौलो घाम पानीमा हराउँदा प्रकृतिको अनुपम दृश्यले सबैलाई मन्त्रमुग्ध बनाउँछ। यस नदीमा डुङ्गा सैर गर्नु अर्को प्रमुख गतिविधि हो। डुङ्गा सैरका क्रममा पर्यटकहरूले प्राकृतिक वातावरणको रमाइलो लिने मात्र होइन, जङ्गली जनावरहरू, विशेष गरी घडियाल गोही, मगर गोही र दुर्लभ जलचरहरू प्रत्यक्ष हेर्न सक्छन्। यो नदीमा 206 घडियाल गोही भेटिएको पछिल्लो तथ्याङ्क छ। यसका अतिरिक्त यहाँ सयौं प्रजातिका चराहरू पनि पाइन्छन्, जसमा दुर्लभ जातका पनि पर्ने गर्छन्। चराहरू हेर्ने शौकीनहरूका लागि पूर्वी राप्ती नदी स्वर्ग नै हो। हाँस प्रजातिका चखेवा, सुइरो पुच्छ्रे, मालक, खडखडे, बिजुला, गैरी जस्ता पाहुना चरा पनि यहाँ आउँछन्। नेपालमा हाल 896 प्रजातिका चरा पाइन्छन् भने चितवनमा मात्र 664 प्रजातिका चरा पाइने तथ्याङ्क रहेको छ। चितवन राष्ट्रिय निकुञ्जको साथसाथै नदी वरिपरि भएको जङ्गलमा जङ्गल सफारी, प्रकृति पदयात्रा र गाउँ भ्रमण गर्ने अवसर पनि पाइन्छ। जङ्गल सफारीमा बाघ, गैँडा, चितल र अन्य वन्यजन्तु देखिने सम्भावना रहन्छ। यस्तै घडियाल प्रजनन केन्द्रमा गएर पर्यटकहरूले घडियाल र मगरको संरक्षणबारे जानकारी लिन सक्छन्। यद्यपि नदीको जैविक विविधता अहिले खतरामा परेको छ। विद्युतबाट माछा मार्ने, बम प्रयोग गर्ने र विषादीको अत्यधिक प्रयोगले माछाको प्रजातिहरूमा असर परिरहेको छ। यस्तो असंवेदनशील र हानिकारक विधि तथा व्यवहारले यस जैविक सम्पदालाई दीर्घकालीन हानि पुर्याउन सक्छ। मिचाहा जातका विकासे माछाले रैथाने अन्तर्गत पर्ने हिले प्रजातिका चरिङ्गा, सिद्रा, डिरा, बाम माछालाई असर पुगेको छ। यसैले पूर्व राप्ती नदीमा हुने पर्यटकीय गतिविधिहरूलाई दिगो बनाउन स्थानीय समुदाय, सरकार र पर्यटकहरू सबै मिलेर संरक्षणमा ध्यान दिन आवश्यक छ। पूर्व राप्ती नदी केवल प्राकृतिक सम्पदा मात्र होइन, यो पर्यटन, शिक्षा र जैविक विविधताको अनुपम स्रोत पनि हो, जसको संरक्षण हाम्रो कर्तव्य हुन आउँछ।